हेलो मेरो प्यारो साथीहरू, यहाँ हेर्नु न आजको वेदर चाहिँ हाम्रोमा यस्तो छ। हल्का घाम लागिरहेको छ हो। अनि तल चाहिँ हेर्नु न कस्तो मजाले फगी बसिरहेको छ। हेर्नु न घाम लाग्छ होला भनेर उठेँ कि भरे त फेरि घाम त गयो। यस्तै हो यहाँनिरको वेदर चाहिँ। बिहान चाहिँ चराहरू कराइरहेको साउन्डहरू क्या कस्तो मजाको आइरहेको हुन्छ। घाम देखेर यस्तो उठेँ कि अब घाम लाग्ने रहेछ भनेर फेरि दिन त जैसेको तैसै हुन्छ जस्तै लाग्यो। हेर्नु न घाम देख्नु पाउँदा कम्ता खुसी लाग्दैन। हाम्रोतिर त घामै हतपत देख्नु पाउँदैन। अस्तिको भिडियोमा हालेको थिएँ नि, हाम्रोतिर त वेदर अब त्यस्तै हुन्छ। अनि लाली गुराँस फुलिरहेको छ। हेर्नु न यस्तो मजाको देखिरहेको छ लाली गुराँस फुलेको। अस्तिको हावापानीले त मनहरू नै कस्तो बिगारी देख्छ कि अब त दोबारा त्यस्तो कहिले पनि नहोस् भनेको। कस्तो मनै बिग्रिने हावापानी आयो अन्त मान्छेको घरहरू उडाइदिएर कस्तो भयो। चराहरू कराएको साउन्डहरू सुन्नु न, यस्तो मजाको बिहानको मर्निङ भाइब्स क्या यस्तो मजाको आइरहेको छ। चारैपट्टि छ्यालो भइरहेको छ, फकी लागिरहेको छ। हेर्नु न हाम्रोतिर त्यही मर्निङ चाहिँ यस्तो दामी आइरहेको हुन्छ कि। अन्त यहाँ हेर्नु न पानीले गर्दा अस्ति कति नआएको फुलहरू पनि उम्रेछ। यो कस्तो भएको थियो नि त, अस्ति किनेर ल्याएको कि उम्रिनै सकेको थिएन। यो फेरि बर्खाको यो अस्तिको फर्स्ट परेको पानीले चाहिँ यत्तिको भइदिएछ। अब यिनीहरूलाई पटमा हालौँ भनेको, दिन फगी लागेकै छ। हेर्नु न यो आकाशको पानी आयो भने चाहिँ यति चाहिँ फाइदा हुन्छ क्या। यो उम्रिनै सकेको थिएन कि, यसलाई आकाशको पानी भेटेर चाहिँ निकै मजाले सप्रेछ, ठुल्ठुलो भएछ। अनि अब यो टाइगर लिलीहरू उम्रिँदैछ हो। हेर्नु न अब यिनीहरूलाई सबलाई पटमा सार्नुपर्छ। यिनीहरूलाई चाहिँ टाइगर लिली भन्छ। त्यो बजारतिर स्टिकमा बेचिरहेको हुन्छ नि, त्यसलाई चाहिँ यसलाई चाहिँ टाइगर लिली भन्छ। कतिले चाहिँ फुल मात्रै देखेको हुन्छ, उयो देखेको हुँदैन, नाम पनि थाहा हुँदैन नि त। तिनीहरूलाई चाहिँ टाइगर लिली भन्छ। यसलाई चाहिँ एमआर लिली भन्छ। एमआर लिलीहरू चाहिँ अब यी फुल्ने बेला भयो, यिनीहरूले कोपिला हान्दैछ। एमआर लिलीको चाहिँ यस्तो हुन्छ, यो कोपिला हान्दैछ हो। मर्निङको भिडियो मजाले बनाएर हाल्नु पर्यो भनेर नि। यो सकुलेन्ट पनि ठुलो ठुलो हुँदैछ हो। योहरूलाई चाहिँ अब यसलाई पनि आकाशको पानी भेटेको छ। यो आकाशको पानीले भेटेपछि चाहिँ यहाँनिर चाहिँ केन लिली हालेको छु। यो दुईवटा पटमा केन लिली चाहिँ अब यसरी के भन्छ, आकाशको पानी जति ज्यादा भेट्छ त्यति उम्रिन्छ। अब यिनीहरू फुल्ने टाइम भयो, योहरू फुल्ने टाइम भयो, एमआर लिली फुल्ने टाइम भयो। यो चाहिँ अस्ति नै मैले किनेर ल्याएको। यो चाहिँ पर्पल लेभेन्डरमा फुल्छ। अनि अब यसको कोपिला हान्दैछ। अब यो फुल्ने टाइम हुन आँटेको छ। यसलाई पनि आकाशको पानी नभेटेर कस्तो भइरहेको थियो। अब हामीले पानी लगाउँछु कि, तर यिनीहरू कतिवटा प्लान्टहरूलाई फुलहरूलाई चाहिँ आकाशको पानी नै चाहिँदो रहेछ नि त। अन्त यहाँ हेर्नु न सबै बनाउनु पर्ने छ। दिनले गर्दा बाहिर निस्किनै नसक्ने फगी लागेर हुरी बतास आएर हुन्छ। अनि अब योहरू सबै आकाशको पानीहरूले भेटेपछि चाहिँ एक चाहिँ मजाले आउँछ। यिनीहरू चाहिँ अब योहरू आयो फुल्छ मजाले। आज बिहानको मर्निङ वेदर पनि यस्तो छ। अनि मैले फुलहरू पनि अलिअलि देखाएँ। कस्तो दामी घाम लागिरहेको। मेरो यो सानो छोटो भिडियो कस्तो लाग्छ हजुरहरूले सल्लाह सुझाउ दिनुहोला। अनि मैले भिडियोहरू कस्तो प्रकारले लगाउँदैछु त्यसमा पनि यसो प्रतिक्रिया दिनुहोला हजुरहरूको होइन। अनि भनिदिनु होला। म त्यस्तो साह्रो एडिटहरू गरेर हाल्नु सक्दिनँ, किनकि मेरो फोनमा के भन्छ स्पेसै हुँदैन नि त। अनि म डाइरेक्ट के भन्छ ऱ्यान्डम भ्लग नै हालिदिन्छु। त्यही भएर हजुरहरूलाई कस्तो लाग्छ भनिदिनु होला। थ्याङ्क यू फर वाचिङ।